उहाँले के भन्न थाल्नुभयो भने यो जनजातिहरूले नेपालमा आफूलाई के भन्न ठानेका छन्। थुप्रै साथीहरू सांस्कृतिक क्रान्तिका नाममा हाम्रो साथीहरू सिज अभियान अरू थुप्रै अभियानमा हाम्रो साथीहरू यहाँ मारिनु भयो। त्यो क्रममा जतिखेर प्रचण्ड 49 सालमा तपाईकै रोल्पाको एउटा गाउँमा भूमिगत भएर बसेको बेलामा कुनै गाउँमा उहाँहरू भूमिगत हुनुहुन्थ्यो। प्रचण्डको तत्कालीन साथी भरत दाहाल जो प्रचण्डको अभिन्न मित्र र माओवादीका नेता हुनुहुन्थ्यो, भरत दाहाल र पुष्पकमल दाहाल कुनै भूमिगत अवस्थामा तपाईहरुकै रोल्पाको एउटा गाउँबाट फर्केर आउँदै गर्दा एउटा गाउँमा जाँदै गर्दा त्यहाँ मगर साथीहरूको मगर समुदायको एउटा मेला लागिरहेको थियो। मेलामा गएका मगर युवक साथीहरूले रक्सी खानुभयो। रक्सी खाएपछि झगडा परिसकेपछि त्यहाँ हातालाल हो, हातापाई हो, केही बेर झगडा भयो। झगडा भएपछि मानिसहरू छुट्याउन गए। भरत दाहाल पनि छुट्याउन जानुभयो। तर छेउमा बसेर पुष्पकमल दाहाल मगर झगडा गरिरहेको मगरलाई देखेर मजाले हाँसेर बसिराख्नु भएको रहेछ। मन्द मुस्कानको साथमा मुठी कसेर हाँसेर बसे पछाडि भरत दाहालले उहाँलाई सोध्नुभएछ, कमरेड यहाँ यत्रो ठुलो झगडा परिरहेको छ, तपाईँ यसलाई छुट्याउन पनि आइराख्नु भएको छैन, तपाईको अनुहारमा त मन्द मुस्कान छ नि भनेर सोध्दै गर्दा प्रचण्डले के भन्नुभएछ त्यो बेलामा भरत दाहाललाई, जसले भोलि लेखेर हामी सबैलाई बताउनु भयो। प्रचण्डले के भन्नुभएको रहेछ भने, कमरेड मलाई यो मगरहरू देख्न साथै असाध्य आनन्द आउँछ। नेपालको जनजाति मध्ये पनि सबैभन्दा सोझो भनेको मगरहरूले हो। यो मगरहरूको संस्कारमा नै मेलापात गर्ने, जाँड रक्सी खाने र जाँड रक्सी खाएपछि अत्यन्त चाँडो उत्तेजनामा आउने कुरा छ। यिनीहरू सोझो भएकोले चाँडो उत्तेजनामा आउँछन्। यो सोझो मगरलाई अलिकति मात्र मैले बङ्गाल राजनीतिमा होम्न पाएदेखि यी मगरहरू युद्धमा यति बढी काम लाग्थे भनेर यिनलाई देखेपछि मलाई आनन्द आउँछ भनेर कुनै बेला रोल्पाको एउटा गाउँमा पुष्पकमल दाहालले भन्नुभयो भन्ने कुरा भरत दाहालले छाप्नुभयो, लेख्नुभयो। पछि मैले यो कुराको पुष्टि कसरी गरेँ भने जतिखेर नेपालमा जनजाति आन्दोलन चल्किरहेको थियो, जनजाति आन्दोलनहरू क्षेत्री ब्राह्मण सबैको आन्दोलन चल्किरहेको बेलामा हामी केही साथी कांग्रेसका साथीहरू प्रचण्डजीलाई भेट्न उहाँको दरबारमा गए। उहाँको दरबारमा गएर उहाँलाई हामीले भन्यौं, तपाईँ नेपालको एउटा ठूलो नेता हुनुहुन्छ, केही विषयमा तपाईँसँग गफ गर्नुहोस्। हामी नेपालको संविधान सभालाई सफल बनाउने कुरामा कांग्रेसका साथीहरू माओवादी एमाले सबसँग छलफल गरौं भनेर उहाँहरूको घर गएका थिए। प्रचण्डजीको घर गइसके पछाडि उहाँले आफ्नो कोठामा बोलाउनुभयो। बोलाएपछि उहाँले हामीलाई कालो चिया मगाउनुभयो, चिया खुवाउन थाल्नु। चिया खुवाइसके पछाडि हामीले गफ सुरु गर्न मात्र पाएका थिएनौं। मैले टाउको सर्व सबैतिर घुमाउनु। टाउको सर्व सबैतिर घुमाएपछि उहाँले के भन्न थाल्नुभयो भने यो जनजातिहरूले नेपालमा आफूलाई के भन्न ठानेका छन्। जनजातिहरूले सबै अधिकार मागेर यो चाहियो त्यो चाहियो भनेर यिनीहरूले गर्न के खोज्यो। नेपालमा क्षेत्री ब्राह्मण नभएको भए नेपालमा कुनै पार्टी चल्थ्यो? तपाईको पार्टी हेर्नुस् कसले चलाएको छ, मेरो पार्टी हेर्नुस् कसले चलाएको छ, एमाले हेर्नुस्, राप्रपा हेर्नुस्, कुन चाहिँ पार्टी क्षेत्री ब्राह्मणलाई कसले चलाएको छ। नेपालमा जनयुद्धको नेतृत्व कसले गर्यो? क्षेत्री ब्राह्मणले। प्रजातान्त्रिक आन्दोलनको नेतृत्व कसले गर्यो? क्षेत्री ब्राह्मणले। रूसमा जसरी मुख्य जातिले रूसको आन्दोलन सफल बनायो, नेपालमा पनि क्षेत्री ब्राह्मणले सफल बनाएको। त्यसैले क्षेत्री ब्राह्मणलाई अन्य समूहमा राख्ने अधिकार नदिने जनजातिहरूको यस्ता वाहियात कुराले हुन्छ प्रचण्ड भन्न थाल्नुभयो। अनि मैले पनि टाउको सरर त्यो कोठामा घुमाएर हेरेँ। यसो हेरेको त्यो कोठामा को गएर केसी हामी यति मात्र बाँकी रहेछ। जहाँ कोठामा दाहाल भण्डारी भट्टराई केसी भेट्यो त्यहाँ जनजातिलाई गाली गर्न थालिहाल्यो। जहाँ जनजातिको बीचमा गएर उभियो त्यहाँ गएर क्षेत्री ब्राह्मण, शोषक, सामन्त, दलाल के भन्न सकिन्छ भन्न थालिहाल्यो। यो नेपाली समाजको